नेपालको इतिहासमा एउटा यस्तो अर्थमन्त्री जसले मन्त्री कस्तो हुनुपर्छ भनेर रोल मोडल देखाइदिए। पहिलो दिनमै उनले देखाएको कार्यशैलीले विश्वभर रहेका नेपालीहरूलाई भावुक बनाइदिएको छ। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल अर्थ मन्त्रालयमा सचिव भएर काम गरिसकेका व्यक्ति हुन्। आज मन्त्री बनेर सिंहदरबार पुनः छिर्दै गर्दा न उनका अगाडि पछाडि अङ्गरक्षक थिए न मन्त्री चढ्ने सरकारी गाडी नै। उनले घोषणा गरेका छन् मन्त्रीको सचिवालय बनाइने छैन, सुरक्षाका नाममा अङ्गरक्षक लिइने छैन, सरकारी गाडी लिइने छैन, तलब भत्ता पनि केही नलिने। मन्त्री भएको पहिलो दिन नै उनले गरेको यो बाचाले वर्षौंदेखि मन्त्री हुनकै लागि राजनीति गरिरहेका, मन्त्री बनौला र सुविधा भोग गरौँला भनेर बसेका नेता र राजनीति कर्मीहरूलाई ठुलै झड्का दिएको छ। राजनीतिमा पुरै खैला बैला मचिएको छ। रामेश्वरको जस्तै गरी ऊर्जा मन्त्री कुलमान घिसिङले पनि सेवा सुविधा नलिने, सुरक्षाकर्मी पनि नलिने जनाएका छन्। अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै पहिलो निर्णय यस्तो गरिदिए कि चालु आर्थिक वर्षमा कुनै पनि टुक्रे योजनाहरू सञ्चालन हुने छैनन्। एक झट्कामै सबका सब खारेज भएका छन्। टुक्रे योजनाहरू ती हुन् जो नेताहरूले 1 लाख 2 लाखदेखि 10 लाख रुपियाँसम्मका योजनाहरू कनिका छरे झैँ गरी आफ्ना कार्यकर्ता खुसी पार्नका लागि देशभर बाँडेका थिए। सबै मन्त्रालयमा गरी यस्तो बजेट 50औं अरब पुग्छ। अब त्यस्तो अनुत्पादक योजनाहरू यो वर्ष कार्यान्वयनमा जाने छैनन्। वास्तवमा जनताले यस्ता नतिजामुखी निर्णयहरू सुन्न र हेर्न चाहेका थिए मन्त्रीको कुर्सीबाट, जुन अर्थमन्त्री रामेश्वर खनालले पहिलो दिन नै देखाइदिए। हुन त रामेश्वर खनाल मन्त्री हुन इच्छा व्यक्त गरिरहेका थिएनन् भनेर स्रोतले भनेको छ। तर प्रधानमन्त्री सुशीला कार्कीले मसँग धेरै समय छैन, 6 महिनामा देशको धेरै ठुलो कोर्स बदल्नु छ, तपाईले मलाई साथ दिनुहोस् भनेर पटक पटक अनुरोध गरेपछि रामेश्वर तयार भएका थिए। रामेश्वर आजकाल एउटा सानो समूहमा रहेर कुनै विदेशी संस्थामा काम गरिरहेको भन्ने बुझिएको छ। तर प्रधानमन्त्रीले निरन्तर माग गरेपछि उनी राजी भएका थिए, तर त्यसमा पनि शर्त राखेका थिए। म तलब भत्ता लिन्न, सरकारी सवारी साधन प्रयोग गर्दिन र सुरक्षा पनि चाहिँदैन, मेरो कुनै सचिवालय पनि बन्ने छैनन्, तर एकजना ड्राइभर चाहिन्छ भनेका थिए। त्यसमा प्रधानमन्त्री कार्कीले सहजै स्वीकार गरेकी थिइन् र मन्त्री बन्न राजी भए रामेश्वर खनाल। आज शीतल निवासमा मन्त्री बन्न जाँदा पनि रामेश्वर खनाल आफै गाडी चलाएर पुगेका थिए। मन्त्री बनेर सिंहदरबारमा पदभार ग्रहण गर्न जाँदा पनि उनी आफ्नै निजी गाडीमा पुगेका थिए। पदभार ग्रहण गर्ने क्रममा मन्त्री खनालले दिएको अभिव्यक्ति झनै भावुक बनाउने खालको छ। उनले मन्त्रीहरूलाई स्पष्ट निर्देशन दिँदै भनेका छन्, मन्त्रालयको काम गर्न म जति बेलै मन्त्रालयमा हुनेछु, तर व्यक्तिगत काम लिएर कुनै पनि कर्मचारी मेरो घरमा साँझ बिहान नआउनु। तपाईँ कुनै पनि कर्मचारीले मेरो घरको लोकेसन थाहा नपाएकै राम्रो। पछिल्लो 46 वर्षदेखि आफू सिंहदरबार आइरहे पनि हालसम्म यति ठूलो क्षति नदेखेको उनले बताए। प्रदर्शनका क्रममा सिंहदरबारमा ठूलो क्षति पुगेकाले अब चाँडो भग्नावशेष हटाई भित्तामा रङ रोगन गर्न उनले निर्देशन पनि दिएका छन्। रामेश्वर खनालले देखाएको यो व्यवहारले नेपाली राजनीतिमा एउटा नयाँ परिभाषा सिर्जना गरेको छ। उनको साधारण जीवनशैली, सुविधा अस्वीकार गर्ने साहस र परिणाममुखी निर्णयले जनतामा आशा जगाएको छ कि सत्ता भनेको विशेषाधिकार उपभोग गर्ने माध्यम होइन, जिम्मेवारी निर्वाह गर्ने ठाउँ हो। धेरैले दशकौंदेखि महसुस गरेको निराशालाई उनको कार्यशैलीले आशावादमा परिणत गरिदिएको छ। तर यो केवल सुरुवात मात्र हो। अब उनको प्रतिबद्धता दीर्घकालीन नीतिगत सुधारमा रूपान्तरण हुन सके मात्र यसलाई ऐतिहासिक मोड भनिनेछ। नेपालमा राजनीतिज्ञप्रति जनताको विश्वास स्थापित गर्ने बाटो सजिलो छैन, तर रामेश्वर खनालले देखाएको सन्देश स्पष्ट छ। इमान, सादगी र नतिजामुखी काम भए मात्रै जनता ताली बजाउँछन्, होइन भने आलोचना अवश्य गर्छन्। यसैले उनको पहिलो कदमले राजनीतिक संस्कृतिलाई नै नयाँ दिशामा डोहोर्याउने सम्भावना बोकेको छ।